आज धेरै दिनपछि तिमीलाई केही शब्द लेख्दैछु। न त गुनासो गर्न न त केही माग्न, केवल मनभित्र अड्किएका सम्झनाहरू एकपटक कागजमा राख्न मात्र। कहिलेकाहीँ मनले चुपचाप सोध्छ, उसँग अँगालोमा बस्दा मेरो कहिले याद आउँदैन तिमीलाई? कि कुनै समय तिमी मेरो अँगालोमा पनि बसेको थियौ? उसँग रात बिताउँदा मेरो कहिले सम्झना आउँदैन? कि पहिले तिमीले मेरो काखमा टाउको राखेर निदाएको रातहरू पनि थिए? उसको निधारमा चुम्दा मेरो कहिले याद आउँदैन? कि पहिले तिमीले मेरो पनि निधारमा चुमेको थियौ? सायद तिमीले सबै बिर्सिसक्यौ। सायद तिम्रो नयाँ जीवनले पुरानो पलहरूलाई धेरै टाढा लगिसक्यो। तिमी आज अरू कसैको अँगालोमा शान्त छौ होला, तर सायद तिमीलाई थाहा छैन, त्यही अँगालोको खालीपनमा कोही अझै पनि चुपचाप रोइरहेको छ। म तिमीलाई दोष दिन लेखेको होइन, तर कहिलेकाहीँ एउटा प्रश्न मनभित्र उठिरहन्छ कि तिमीलाई कहिले मेरो याद आउँदैन? तिमीलाई कहिले बिर्सिन नसकेको एउटा मान्छे।